सो म चाहिँ त्यो पार्कमा जानुलाई माथि मैले त हिजो भनेको थिएँ नि म त्यो माथि पार्कमा जान्छु भनेर। सो आज चाहिँ त्यो बिहान हेर्न जानलाई के कस्तो रहेछ पार्क हुने त्यो चाहिँ रहन्छ भन्न। ओहो यहाँ एउटा आइज महँगो है, यसले मलाई डराएर झन् बेला बेला फुल स्टप लगाइदिन्छ भने है। यसरी यसको यहाँ एक्सप्रेसन हेर्नुपर्छ, फेसियल एक्सप्रेसन। यहाँ डराएर रुन मात्रै भइसक्यो। अब नआइज भन्दा पनि टेर्नु खाएँ है, पछि लगाएपछि अनि मलाई डराउँछ। उहाँ पर बसेर हेरेर बसेको छु। ल हेर न, कान ठाडा पारेर सुने, मलाई पनि डराउँछ, आफू पनि डराउँछ है। कुन ऊ चाहिँ भादिन्छ अहिले के भयो भने टाप कस्छ अनि मेरो साथी हान्छ। उयो एउटा चरा रहेछ, डुकुर रहेछ। धेरै भयो कि म यो रोड नआएको। अनि यो नमुना चाहिँ मलाई डराउँछ भने बेला बेला त्यो के इन्जोर्ड छ के त्यहाँ पर, अन्त रोडमा भन्न पनि भनेर रहन्छ। उड्यो उड्यो। अहिले यहाँ कुनै कुकुर भेट्यो भने यो कुकुर त भाग्छ मलाई छोडेर है। कोही यो त यहीँ थियो जसलाई कट्टा आइसक्यो। म मरै भेटिँदैन त पार्क आउँदै थिएँ पछाडि। घरहरू त भए पनि धेरै भयो नआएको। अनि के भयो भने यस्तो टाप कस्छ नि घर मलाई छोडेर। अहिले चाहिँ अगाडि अगाडि फेरि फर्क्यो, दादागिरी देखाउँदै हिँड्दा के भयो भने चाहिँ अनि टाप एकैचोटि मलाई छोडेर। ए आयो यहीँ हो, यहाँ दुईवटा बाटो हुन्छ तलतिर जाने चाहिँ पन्ध्र जाने भइहाल्यो। योबाट ठ्याक्क लाएर मात्रै जाने यहीँ रहेछ पार्क। तर लास्टै टाढा जस्तो लागेर अहिले त यहाँ माथिपट्टि अब हजुर यत्रो टाढा आइसक्यो बेला छोडेर नि कहाँ जाने हो है। माथि कुकुरहरू छन् यस्तो लखेड्छन् यसलाई है, अनि थाहा पाउँछ। साँच्ची भने माथि कुकुरहरू छन्, अरूभन्दा नि यसको डर चाहिँ मलाई। है सुरु भइसक्यो घुम्नलाई, कान ठाडा पारेर सुने। नआइज भने माने छैनस् अहिले पख्न। अहिले न म भाग्नु न यसलाई भगाउनु हुन्छ। फुल सुनसान। अब आइपिन लगाए त म देखाउँछु नि। यहाँ पनि डरले टाप आएको। अहिले चाहिँ एक्लै चाहिँ हिँड्न डराउने त पख अगाडि कुदेर गइसक्यो। अनि म यस्तो चाहिँ बोलाएर बसेँ त भागेँ त टाप। यस्तै गरेर फसाउँछ कि म छोडेर जान्छु कि भन्ने यसलाई अब डर लाग्नु थाल्यो अरे। यहाँ चाहिँ घर आइपिन ला अब। तर लास्टै टाढा जस्तो लाग्यो नि यार अहिले त धेरै भन्न आएको। डरले वहीँ बसिदियो। यसो के उभिदियो त्यहाँ सातो घर आयो फेरि। अलिअलि गद्दारी गर्छ मलाई थाहा है। अरू कुकुर देखेपछि कि मैले अब ढुङ्गाले त्यसलाई हान्नु थाल्यो भने धपाउनु थाल्यो अरे ऊ पनि अनि जङ्गेर जाने। अनि मैले के गरेँ भने ऊ भागिदिने अनि डराएर पहिलो। किनकि यो डगहरूको त टेरिटोरी हुन्छ नि त, एकअर्काको टेरिटोरीमा आएको मन पर्दैन र। अनि पुरा अनि यसको तल एरियामा गयो भने चाहिँ घोकेर बस्नु पर्दैन, खाउँला त्यही गर्छ। अब यो अरूको यहाँ एरियामा आएको त्यही भएर यसले के पनि गर्नु मिल्दैन भयो। म डराउने भाइ त्यति हो, डगमा चाहिँ त्यस्तो हुन्छ। मेरो क्यामेरा क्वालिटी राम्रो छैन त म यस्तो बवाल भ्यू देखाउँछु नि। ऊ त्यो माथि मन्दिर क्या टक्क त्यहाँ मात्रै काम लागेको क्या। त्यहाँ क्यामेरा क्वालिटी छैन नत्र म देखाउँथेँ। आज यो भिडियो त लास्टै लामो भइसक्यो होला है। हिँड्दा भरे आउँदैन त च्याउ
अहिले जाने बेला चाहिँ रफ्तार जानुपर्छ कुद्दै। अब यहाँतिर कुकुर हुन्छन् क्या यार, त्यही डर लाग्छ मलाई भन्दा नि यसको लागि डर लाग्छ। यो नमुना आइज नि त पछि पछि दादागिरी देखाउँदै हिँड्न अझ। यसलाई भन्दा डर बढी मलाई लागिसक्यो। अरू भन्दा नि कुकुर डर। ओए भित्र भित्र आइज, अहिले देख्यो भने तँलाई खान्छ नि थाहा छ। यो कहाँबाट पछि लाग्यो भने पत्तै भएन मलाई। माथि आइसकेपछि पछि पछि कुद्दै आइरहेको रहेछ। अब डुबाउने भयो कि यसले। साँच्ची त्यहाँ कुकुर हुन्छ नि माथि एक सर्को घुकेपछि यसको मेरो काम बुझेँ। सो म चाहिँ पार्कमा आइपुगेँ। तर यो नमुना खायो क्या, यसले डराउँछ कि यहाँ अरू कुकुरको ग्याङहरू होला नि होइन। मेरो अगाडि यहाँ दादागिरी देखाउँदै हिँड्दा अहिले म यहाँबाट भाग्नुपर्छ, यो टुफान भाग्छ। सो पार्क चाहिँ यही हो। यो चाहिँ अलि माथि कता बाँस लग्यो समथिङ के जाने बाटोमा कि नाम चाहिँ थाहा भएन मलाई। तर अरू हुँदैन कुकुरको डर छ है मलाई। अस्ति नि एक दिन त्यस्तै परे है। यो आएछ कहाँबाट पछि पछि अरू कुकुरले घेरिहालेन नि बल्ल बल्ल यसले भन्छ यही हो पार्क चाहिँ। मतलब के हो यहाँ त काम हुनु लागिरहेको छ त, मिल्दैन होला त आउनु देखायो त। फेरि घुक्यो। ओए यता नमुना अहिले टोक्न आउँछ नि थाहा हुन्छ। सो यही हो पार्क चाहिँ। यहाँ चाहिँ किनभने यहाँ पुरा जालीले बाँधेको त, त्यही भएर ट्रेन गर्न सजिलो हुन्छ भनेर चाहिँ भने। तर माथि त्यहाँ पुग त बाँधेको छैन जस्तो। पार्क चाहिँ यो धेरै माथि नजाउँ किनकि यो छ मसँग अझ घुक्न आइरह। यसले डुबाउँछ। म अब जान्छु, फर्किन्छ है, यो पनि फर्किँदैन। बाई ब्रो, बस है त। भाग्नुमा त च्याम्पियन हो कि फेरि यो। एकचोटि घुकेर है टाप कस्तिर होइन मलाई छोडेर पनि अगाडि अगाडि हाल्नेछ यस्तो नमुना चाहिँ। अझ घुकेर एकचोटि अनि टाप कस्तिर होइन अहिले लड्यो भने तिनीहरूले। अनि अझ यहाँ दादागिरी देखेर चाहिँ